एकछिन है तपाईँ दाजुभाइहरू हुनुहुन्छ रहेछ नत्र अनम्यारिड दिदी पनि हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि होइन स्क्रोल गर्नु होला तपाईँको श्रीमान श्रीमती दुईजना विदेशमा हुनुहुन्छ भने नत्र नेपालमा व्यस्त हुनुहुन्छ भने तपाईँ चाहिँ हप्ताभरि काम गर्दा गर्दै भोला भोला एउटा छुट्टीको दिन आयो हप्ताभरि त्यही दिनको लागि चाहिँ प्लान बनाइराख्नु भएको घुम्न जाने सपिङ जाने डिनर खाने जाने प्लान बनाउनु भएको चाहिँ त्यो दिन चाहिँ रमाइलो बनाउने खुसी बनाउने चाहिँ कसरी के गर्नुपर्छ भने धेरैचोटि बिग्रिन सक्छ है किनभने छुट्टीको दिनमा बिहान बिहानै उठेर त्यतिकै बुढोसँग कुरा गर्न थाल्नुहुन्छ यो आजको दिनमा के गर्नुपर्ने भने तपाईँ चाहिँ भाडा माझ्दिनु पर्यो तपाईँ चाहिँ यो गर्नुपर्ने यो गर्नुपर्ने यताउता जानुपर्ने यो म चाहिँ पहिला यही गर्छु अनि त्यसपछि उतै जान मन लाग्छ सब कुरा गर्न थाल्यो भने बुढोको मुड नै अफ हुन्छ है मेरो अनुभवमा अनि के गर्नुपर्ने भने पहिला चाहिँ आफ्नो काम गर्न रेडी गर्ने मुख धुने है दाँत माझ्ने अनि मिठो मिठो चिया पकाउने बुढोलाई दिने अनि अलिकति खानेकुरा पनि पकाएर बुढोलाई दिने अनि त्यसपछि चाहिँ बुढोले खुसी बनाएर कुरा गर्नुहोस् यो दिनमा हामी के गर्छौँ प्लान के छ हामी चाहिँ कसरी सेयर गर्छौँ त्यो चाहिँ त्यसपछि गर्ने मेरो अनुभवमा चाहिँ यही चाहिँ सबभन्दा राम्रो ट्याक्टिक्स हो बुढोलाई खुसी बनाउन नत्र उहाँको मुड चाहिँ अफ भयो भने दिनभरि नै मुड अफ हुन्छ है तर बिहानै खुसी बनाएको भने उहाँले चाहिँ तपाईँलाई दिनभरि पनि खुसी बनाउनुहुन्छ त्यही हो गुड फुड गुड मुड चाहिँ सबभन्दा मजा कुरा हो यहाँ तपाईँलाई चाहिँ कस्तो लाग्छ यो मेरो अनुभव यो विचार चाहिँ कस्तो लाग्छ तपाईँलाई कमेन्टमा लेखिदिनु होला यो सही हो भनेर नत्र यो होइन मेरो अनुभव अर्कै छ कमेन्टमा लेखिदिनु होला